सम्पूर्णलाई नमस्कार। लेट्स टक क्रिकेटको युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ र आज हामी फेरि तपाईँहरूलाई टियु क्रिकेट स्टेडियमको ताजा अवस्था लिएर आएको छौँ र हामीले हेर्न सक्छौँ यो टियु ग्राउन्ड जाने बाटो हो र बाटो अहिले पुरै बााउन्ड्री लगाइएको छ भने बाटो चाहिँ अलिकति हिलो छ, जुत्तामा पुरै हिलो टाँसिएर हैरानी हुने खालको बाटो छ र अहिले पानी परिरहेको कारणले गर्दाखेरि यहाँ फ्लड लाइटको काम पनि हुन सकेको भने छैन र यो हामी बाहिर देख्न सक्छौँ फ्लड लाइटको सामानहरू। अनि त्यसपछि हाम्रो क्रेन पनि छ, यहाँ क्रेनलाई चाहिँ सेट गरेर राखिएको छ फ्लड लाइट उठाउनलाई र सेट गर्नलाई भने। यो चाहिँ अहिले हाम्रो रिसेन्टली आएको माथिको सपोर्ट हो जहाँ चाहिँ बत्ती राखिन्छ, बत्ती जोडिन्छ, फ्लड लाइटहरू चाहिँ यसमा बस्छ। यो चाहिँ रिसेन्टली आएको हो र त्यहाँ कम्पनीको अनुसार चाहिँ सम्पूर्ण फ्लड लाइटको सामानहरू चाहिँ आइसकेको भनेर बुझिएको छ। तर यो पानीले गर्दाखेरि चाहिँ यहाँनिर दब्ने हिलो हुने कारणले गर्दा काम गर्न असहज भएको कारणले गर्दाखेरि फ्लड लाइटको काम सुरु भएको छैन भन्ने सुनियो र हाम्रो कुल 6वटा फ्लड लाइट रहेको छ र यो फ्लड लाइट चाहिँ माथिपट्टि बाटोमै पर्छ र फ्लड लाइट यो चाहिँ जोडेर राखिएको छ भने माथिपट्टिको चाहिँ जोड्न बाँकी छ। पहिला यो राखेर अनि माथि जोडिने भनिएको छ र यो एकदम हेभी ठुलो क्रेन आएको छ अहिले हामीसँग र यही क्रेनको पर्खाइमा थियौँ हामी। अब जब पानी रोकिन्छ, हिलो कम हुन्छ, तब यो सेट गर्ने काम चाहिँ सुरु हुन्छ र यही यहाँको पोलबाट चाहिँ सुरु हुन्छ भन्ने कुरो चाहिँ हामीलाई कन्ट्र्याक्टरबाट थाहा भएको छ। यो दुईटामा एउटा चाहिँ यहाँको र एउटा चाहिँ अर्को फ्लड लाइटको हो भन्ने बुझिएको छ, ठ्याक्कै भन्न चाहिँ सकिँदैन। हामीले हेर्न सक्छौँ जोडेर तयार राखिएको छ, ठडाउन मात्रै बाँकी छ। एकदमै ठुलो क्रेन रहेको छ। एउटा यो क्रेन छ भने अर्को एउटा चाहिँ सपोर्टवाला माथि सामान राख्ने क्रेन छ। दुईवटा क्रेन आइसकेको छ र सम्पूर्ण सामानहरू पनि आइसकेको भन्ने बुझिन्छ र यहाँ हेर्न सक्नुहुन्छ सम्पूर्ण सपोर्ट लाएर टेका लाएर नदब्ने हिसाबले चाहिँ तल फ्रेम राखेर अनि यो गाडीलाई सेट गरेर राखिएको छ। अब चाँडै नै फ्लड लाइट हामीले ठडाएर सेट गरेको देख्न पाउँछौँ भन्ने लागेको छ। त्यस्तै गरेर हामीले यो प्याराफिट हेर्न सक्छौँ, एकदमै मनमोहक प्याराफिट बनेको छ। प्याराफिटको काम सकिएको छ, कम्प्लिट भएको छ। 10,000वटा कुर्सी ठ्याक्कै जोडिएको छ। यसमा चाहेमा अरू 1000देखि 2000 कुर्सी थप गर्न सकिने भन्ने कुरो पनि कन्ट्र्याक्टरबाट थाहा भएको छ भने हाललाई चाहिँ 10,000को कन्ट्र्याक्ट भएको कारणले गर्दाखेरि 10,000वटा कुर्सी चाहिँ राखिएको छ। निकै मनमोहक देखिएको छ। कुर्सी राखिसकेपछि अब चाहिँ हामीले राति गेम हेर्न सक्नेछौँ, राति गएर खेल हेर्न पाउनेछौँ भने रातको खेलको आनन्द फ्लड लाइटमा लिन सक्नेछौँ भन्ने आशा गर्न सक्छौँ। अब दिउँसो काम छ, गेम हेर्न पाइएन भन्ने समस्या पनि नरहने देखिन्छ र यो चाहिँ भिआइपी प्याराफिट भनिएको थियो, जो भिआइपी प्याराफिट पनि कम्प्लिट भइसकेको छ। अरू भनेको ब्लक ए, ब्लक बी, ब्लक सी, ब्लक डी, ब्लक ई, ब्लक एफ सम्पूर्ण ब्लकहरू चाहिँ एकदमै राम्ररी सेट भइसकेको छ। कुर्सीहरू जडान भइसकेको छ र राम्रो एकदमै राम्रो देखिएको छ। पछि चाहेको खण्डमा थप कुर्सी पनि केही राख्न सकिने भनेर कन्ट्र्याक्टरले जनाएको छ भने अर्को दोस्रो फोजको काम चाहिँ अब सायद यो 6 महिनामा चाहिँ हुँदैन होला, अब अलिकति पछि देशको स्थिति राम्रो भएपछि बल्ल हुन्छ भन्ने जस्तो खबर हामीले सुनेको थियौँ र कुर्सी एकदम मजाले एकदम सेट भएको छ र यहाँबाट एकदम भ्यू पनि एकदम दामी देखिने। अहिले ग्राउन्ड पनि एकदम राम्रो हरियाली देखिएको छ, एकदम राम्रो देखिएको छ ग्राउन्ड र तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ एकदम दामी भ्यू छ। यसमा फ्लड लाइटमा यसमा फ्लड लाइटमा हामीले गेम हेर्दै आनन्द लिनुको मजा बेग्लै हुनेछ र यो एनपिएलमा पनि हामीले एकदम मजाले मजा लिन सक्छौँ भन्ने लागिरहेको छ। यो डिजिटल स्कोरबोर्डसँगैको प्याराफिट यो कमलको फुल जस्तो देखिन्छ भनेर भन्नुभएको थियो, तर ठ्याक्कै त्यो जस्तो त्यति धेरै देखिएन। अब सायद अब पछि कम्प्लिट भइसकेपछि देखिने होला। तर पनि कुर्सी राखिसकेपछि त्यो क्रिकेट स्टेडियम जस्तो देखिएको छ अहिले र हेर्नुहोस् निकै मनमोहक छ, निकै 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 मनमोहक देखिराखेको छ ग्राउन्ड र ग्राउन्ड स्टाफले पनि अहिले ग्राउन्डको प्रिपरेसन सबै सकिसक्नु भएको जस्तो छ। अब एनपिएलको लागि तयारीमा लागिसक्नु भएको जस्तो देखिन्छ। त्यस्तै गरेर यो दोस्रो फ्लड लाइट हो, यो पनि सेट गरेर राखिएको छ
अघि देखाएको ठाउँबाट त्यहाँ क्रेन देख्न सकिन्छ। त्यहाँ सेट भएपछि दोस्रो पालो यहाँको, यहाँ पनि हेर्नुहोस् पुरै ग्राभेल गरेर बाटो राखिएको छ, नदबियोस् भनेर ग्राभेल गरेर राखिएको छ, नत्र एकदमै हिलो छ। ग्राउन्डको वरिपरि बाटो बनाउने भनिएको थियो, यो हिलोको कारणले गर्दाखेरि अलिकति समस्या भएको देखिन्छ भने लगभग प्याराफिटको काम सम्पूर्ण कम्प्लिट भइसकेको छ। अब प्याराफिट बनाउने कन्ट्र्याक्टरको काम भनेको वरिपरि ग्राभेल गर्ने मात्रै रहेको देखिन्छ। यो दोस्रो फ्लड लाइट राख्ने ठाउँ भयो र एकदमै हिलो छ र रुखहरू पनि कट स्लोप यो बिग्रेको कारणले गर्दा माथि रुखहरू लड्ला भन्ने एकदम डर देखिन्छ। यो रुखहरू काट्नुपर्ने नै जस्तो देखिन थालेको छ, किनकि यसले भविष्यमा दुर्घटना घटाउन सक्छ जस्तो लागिराखेको छ। र यहाँ पनि अर्को फ्रेमहरू आइसकेको छ, फ्लड लाइट राख्ने फ्रेमहरू आइसकेको छ। यो फ्रेम हेर्न सक्छौँ हामीले, एकतिर चाहिँ कसेर अर्कोतिर फ्लड लाइट राख्ने हो र यही क्रेनले चाहिँ सबैतिर गएर फ्लड लाइट जोडिने छ। अब आशा गरौँ पानी रोकिन्छ र चाँडोभन्दा चाँडो चाहिँ हामीले फ्लड लाइटको काम भएको देख्न सक्छौँ। यही फ्रेम हेड फ्रेमको हामीलाई इन्तजार थियो, यो आइपुगिसकेको छ। अब धमाधम जोडिने काम सकिएमा फ्लड लाइटको काम 1 महिनाभित्रमा सकिन्छ भनेर प्रस्तावकले भन्नुभएको छ। र यो अर्को क्रेन पनि देख्न सक्छौँ हामीले, क्रेनका सामानहरू देख्न सक्छौँ, त्यस्तै गरेर बक्समा राख्ने बिजुलीका फिटिङका सामानहरू। त्यस्तै गरेर अहिले भइरहेको काम चाहिँ यही हो। हस्त धन्यवाद। लेट्स टक क्रिकेटलाई मन पराइदिएर अझै यस्ता नयाँ क्रिकेटको अपडेटका लागि लाइक, सेयर र फलो गरिदिनु हुन नबिर्सिनु होला। धन्यवाद।